गाइस गुड मर्निङ सबैजनालाई। सेवानले आजको भ्लग चाहिँ म घरबाट सुरु गर्दैछु र मेरो नास्ता पनि आइसकेको छ। हेर्नुहोस्, यहाँ कोदोको रोटी अनि आलु भुजिया छ हो। यो खाएर चाहिँ म निस्किने हो। यस्तो छ नजारा र यम 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 मिठो 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 बिहान वाउ। र हेर्दै जानुहोस्, देखाउँदैछु। हेर्नुहोस् गाइस, मैले चाहिँ अहिले अब खाजासाजा खाइसकेँ हो। अन्त म ड्युटीतर्फ लागेको। अन्त हेर्नु सक्नुहुन्छ, म तपाईँहरूलाई देखाउँदैछु। मलाई चाहिँ आज भान्जाले लिनु आउँदैछ हो। त्यसैले म अहिले जाँदैछु बाटोमा पर्खिन लागि। घाम पानी बिहान पानी परेको रहेछ। अहिले अलिक घाम लाग्ला जस्तो गर्दैछ हो। अन्त हेर्नुहोस्, यस्तो छ मौसमहरू। म तपाईँहरूलाई देखाउँदैछु र म निस्किँदैछु। हेर्दै गर्नुहोस्, म भान्जा आउँदैछ लिनु। अब म यहाँ आइसकेको छु बाटोमा, हेर्नु सक्नुहुन्छ यस्तो छ। अनि म यहाँ भान्जालाई पर्खिरहेको। यस्तो छ है नजारा। मेरो चाहिँ आजको ड्रेसअप हो। यस्तो छ मौसम गाइस। यहाँ हाम्रो फेरि भेना हुनुहुन्छ हो। यस्तो छ है मौसम। यहाँ हेर्नुहोस्, अब भिलेज हेर्नुहोस् गाइस। यो चाहिँ हाम्रो एसियन हाइवे हो। यहाँबाट चाहिँ धेरै धेरै जग्गाहरू जान्छ। आउट अफ स्टेटहरू हाइवे हो भनेपछि तपाईँहरू बुझिहाल्नु होला। यहाँ कस्तो कस्तो ट्रकहरू गाडीहरू हेर्नु सक्नुहुन्छ है। यसरी पुग्छ र म पर्खिँदै गरेको। यहाँ भाउजूहरूको दोकान छ, अन्त दोकानमै बसिराख्नु पऱ्यो र देखाउँछु म तपाईँहरूलाई। ओके, भान्जाले लिनु आउँछ कि भनेको त गाइस। भान्जाको स्कुटी घरबाट लानु पऱ्यो। अन्त फेरि मलाई पनि लिनु आउनु भन्दैछ र पनि केही छैन, म भान्जाले लिनु जान्छु हो। ल हेर्नुहोस् गाइस, भान्जाले पो लिनु आउँछ कि भनेको त भान्जाको त स्कुटी नै लग्यो अरे। अन्त म फेरि भान्जालाई लिनु जानु पऱ्यो र हेर्दै गर्नुहोस्, देखाउँदै गर्छु गाइस। यस्तो छ हेर्नुहोस्, हाम्रो घरमा फुल कस्तो दामी भएछ र हेर्दै गर्नुहोस् गाइस। निस्केको म चाहिँ गाइस। भान्जाको घरको तर्फ मौसम हेर्नुहोस्, म त पसिना भयो गाइस। यस्तो डेन्जर के भन्छ, च्याप्पै भिजे पसिनाले। जाँदैछु भान्जा लिनु। भिजे च्याप्पै भए। टक्कै घाम लाग्यो गाइस। हरियो पर्यो हेरिँदै जाँदैछु, देखाउँदै तपाईँहरूलाई आजको बिहानी कस्तो दामी। हरेक नयाँ बिहान केही कुरा सिक्नुपर्छ गाइस। केही कुरा सिक्नुपर्छ हरेक बिहानीमा। सानो भए पनि केही कुरा सिक्नुपर्छ, किनकि हरेक बिहानीमा केही कुरा सिक्नु दिन बेर्दै जान्छ र त्यो व्यर्थ जानु भएन हो। हेर्नुहोस् मौसम क्या हरियाली छ साइडमा र अब गाइस भान्जा भेटेर फेरि मैले चाहिँ भान्जा पिकअप गरिसकेको छु हो। मामा भान्जा सरर र हिरो भएर लाग्दै गरेको। भान्जाले चाहिँ भन्छ दुःख पोखै बस्छ जति बेला पनि। मामा 40 पुग्नु लागि 1 गेडा मात्रै बाँकी छ, छिपिसके। भान्जी बुहारीहरू भकिँदै र भन्दै दुःख पोखाउँछ गाइस। तपाईँहरूमा कतैमा कोही हुनुहुन्छ एनीवान सिङ्गल मेरो भान्जाको लागि? भान्जाले घर पनि बनाउँदैछ हो, काम पनि राम्रै गर्छ, राम्रै छ। कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने
कमेन्टमा लेख्नुहोस् होला। र हामी लाग्दै गरेको हो पानटिकीतर्फ घुम्ने आँट्यौँ। पानटिकी पुगिसक्नु भयो। त्यसपछि नक्सलबारी सर जाँदैछौँ गाइस। आज त सिग्नल पनि लागिहाल्यो, रेड सिग्नल लागेन हो। आज घाम पनि त्यस्तै लागेको छ हो। बिहान पाखा पानी परेर क्या मौसम सुहाना है। हामी चाहिँ पुग्यौँ मैले नेपाल बोर्डर छेउ, यो डाइरेक्ट नेपाल पुल कनेक्सन हुने पुलको छेउ। अन्त यहाँबाट जाँदैछु, सर जाँदैछु। आम्मामा पेनको हेर बाफ्रे।